हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। आज पनि म न्यू ब्लग लिएर आएका छु। आज चाहिँ सप्ताह घरमा सप्ताह र वर्तमानको कार्यक्रम थियो है। लच्छेपत्ती पनि बल्ने कार्यक्रम थियो। सबैजनाहरू लच्छेपत्ती र वर्तमानको लागि आइसक्नु भएको छ, देख्नुभयो होला है। सबैजनाले हेरेर इन्जोय गर्नुहोस् भिडियोहरू है। अब चाहिँ वर्तमानको लागि भिक्षा दिने कार्यक्रम भइरहेको छ। सबैजना गइसक्नु भएको छ भिक्षा दिनको लागि बाबुहरूलाई। म पनि पछि भिक्षा दिनको लागि गइरहेको छु र भिडियोहरू पनि क्लिप गरिरहेको छु है। भिक्षा पनि दिइसक्यो है। त्यस पछाडि म चाहिँ आफ्नो ठाउँमा आएर भिडियोहरू क्लिक गरिरहेको छु है। अब चाहिँ टिका लाउने कार्यक्रमहरू सुरु हुँदैछ है। सबैजनाले हेर्नुहोस् र इन्जोय गर्नुहोस् है। कस्तो लाग्छ लाइक सेयर गर्नुहोस् है, कमेन्ट गर्नुहोस् है। म चाहिँ ठुलो मम्मीसँग भिडियो बनाउन म मक्कै दिदीलाई पनि हेर्नुहोस् दिदी भनेको दिदी पनि पुरा हाँसिराख्नु भएको छ है। मैले चाहिँ बोलाउँदै भिडियो क्लिपहरू गराइरहेको छु नि त ठुलो मम्मीको दिदीहरूको है। इन्जोय गर्नुहोस् है हजुरहरू पनि है। म चाहिँ इन्जोय गरिरहेको छु है। अब चाहिँ बाबुको मम्मीहरू चाहिँ टिका लगाइदिइराख्नु भएको छ है। टिका लगाउने कार्यक्रम सुरु भइसकेको छ जस्तो छ है। उहाँ चाहिँ अङ्कलहरू आन्टीहरू हुनुहुन्छ है। सबैजना आफ्नो ठाउँमा आफ्नो आफ्नो काम गरिराख्नु भएको छ। साइडमा चाहिँ बुवाहरू नाचिराख्नु भएको छ भजन कीर्तनमा है। देखिराख्नु भएको छ होला हजुरहरूले पनि देखेर नै बुझिहाल्नुहुन्छ के भइरहेको छ भनेर है। बाबुको मम्मीहरू बाजेहरू नाचिराख्नु भएको छ। उहाँ भिडियो हेरेर इन्जोय गर्नु सबैजनाले आफ्नो ठाउँबाट। बाजेहरूको नाच पनि हेर्नुहोस् है। वर्तमान कसरी गरिन्छ त्यो पनि हेर्नुहोस् है। टिकाको कार्यक्रम अगाडि बढिरहेको छ। सबैजना आउँदै टिका लाउँदै गरिराख्नु भएको छ भाइहरूलाई है। दुबाको माला पनि कस्तो राम्रो सोहिरहेको छ है। पछाडि फोटो क्लिक गर्ने मान्छेहरू पनि बसिराख्नु भएको छ। उहाँहरू पनि फोटो क्लिकहरू गरिराख्नु भएको छ है। तर टिकाको कार्यक्रम पनि अगाडि बढिरहेको छ। टिकाको कार्यक्रम सकिँदैछ है। अनि अब चाहिँ बत्तीहरू मुछ्ने कार्यक्रम भइरहेको छ। मम्मीहरूले आन्टीहरूले सबैजनाले मिलेर बत्तीहरू चाहिँ मुछिराख्नु भएको छ है। देख्नु पनि तेलमा यसरी मुच्छन् है लच्छेपत्तीहरू बाल्दाखेरि। सबैजनाले बुझ्नु है। उहाँ चाहिँ मेरो ठुलो मम्मी साइडमा हेरिराख्नु भएको छ के गर्दैछन् भनेर है। अब म चाहिँ के गर्नु है। म चाहिँ फाल्टु मान्छे है। भिडियोहरू गराउँदै बसिरहेको छु। दिदीलाई हाई भनिरहेको छु, दिदीले हाई भनिराख्नु भएको छ है। म चाहिँ अब केही पिकहरू क्लिक गरेँ भाइहरूसँग। त्यस पछाडि चाहिँ फेरि भिडियोतिर लागेँ है। सरप्रेसली नर्मल्ली भिडियोहरू गराइरहेको छु। म चाहिँ यसरी नै इन्जोय गरिरहेको छु। हजुरहरू कहाँदेखि कसले हेरिराख्नु भएको छ कमेन्ट गर्नुहोस् है सबैजनाले। र आफ्नो ठाउँबाट हेरेर इन्जोय गर्नुहोस् है। अब चाहिँ लच्छेपत्ती बाल्ने नजिक आइसकेका छन्। सबैजनाले पूजा गरिराख्नु भएको छ। पूजा गर्दै है पुजारी बाजेले जे भनिराख्नु भएको छ उहाँहरूले त्यही गरिराख्नु भएको छ। त्यसको अन्तरमा मैले चाहिँ एउटा सानो क्लिपहरू बनाइदिइरहेको छु है। हेर्नुहोस् हजुरहरूले पनि देखिसक्नु भएको होला है। देखेर पनि गेस गर्न सक्नुहुन्छ। पूजा गरिराख्नु भएको छ। पूजा गरेपछि गनौटहरू चढाउने कार्यक्रम हुन्छ। थुप्रै कार्यक्रम हुन्छ त्यो चाहिँ गरिराख्नु भएको छ है। मैले चाहिँ के गरिरहेको छु दाइ बक्क भाउजूलाई हेर्दै भिडियो गरिरहेको छु। मेरो पनि बनाइदिए है भनिराख्नु भएको छ। यसरी पूजाहरू भइरहेछ है। हेर्नुहोस् है वाचिङ है। बहिनीले चाहिँ साइडबाट के भनिरहेछ है। मैले चाहिँ केही बुझिरहेको छैन। अनि म भिडियो गराउनेमा व्यस्त छु है। देख्नु भएको छ नि हजुरहरूले पनि हेरेर इन्जोय गर्नुहोस् है। पूजा आचरण बरूले फोटो खिच्नु भएको छ कि भिडियो भएको छ है। मैले चाहिँ भिडियो गरिरहेको छु भनिरहेको छु। अब चाहिँ आरती बाल्न सुरु भइसकेको छ है। फाइनल पुरा आइसकेको छ है। हजुरहरूले पनि देख्नुभएको होला। देखेर भने गेस गरिसक्नु भएको चाहिँ के भइरहेको छ भनेर है। के वाचिङ ल है। अब बत्ती मुछेर पनि रेडी भइसक्यो। बाँकी भएको बत्तीहरू पनि मुछ्दै हुनुहुन्छ है। एकातिर बत्तीको काम भइरहेको छ भने एकातिर खानपिनको कार्यक्रमहरू पनि भइरहेको छ है। साइडमा खानपिन कार्यक्रम चलिरहेछ। उहाँ दाइहरूले चाहिँ अङ्कलहरूले चाहिँ सुजी भुटिराख्नु भएको छ। यस्तो गर्मी छ बिचरा दाइहरूलाई
अनि त्यही पनि आगो है, त्यही पनि भुट्नै पर्यो, के गर्ने अब यति त गर्नै पर्यो पूजाआजामा होइन। साथतिर खिर पनि पाकिरहेको छ, हजुरहरूले देखिहाल्नुभयो है कसरी फुटिरहनु भएको छ। यता साइडमा चाहिँ खाने कार्यक्रम भइसकेको रहेछ, खानु भएको छ। अर्कोतिर सुजीहरू भुटिराख्नु भएको छ, अर्कोतिर बत्तीहरू कार्यक्रम भइरहेको छ है। अब चाहिँ मन्दिर परिसरमा गर्ने बेला भएको रहेछ है। सबैजनाले मन्दिर परिसरमा गरिराख्नु भएको छ। भिडियो खिचिरहेको छु, हेर्नुहोस् है सबैजनाले। फुलहरू दुबोहरू ल्याएर सबैजनाले हात जोडेर है प्रार्थना गरिराख्नु भएको छ। बाबु पनि पछि पछि आइरहेको रहेछन् है। अब चाहिँ बत्ती बाल्ने कार्यक्रम सुरु भइसक्यो। सुरुमा चाहिँ प्रीतिको बत्ती बलिरहेको छ है। दाइहरू, भाउजूहरू, मामीहरू, ठुलमामीहरू सबैजनाले बत्तीहरू बालिराख्नु भएको छ है। यो चाहिँ सुरुमा पितृहरूको लागि बत्ती हो, जो हाम्रो पहिले बितिसक्नु भएको छ उहाँहरूको लागि बत्ती बल्ने कार्यक्रम भइसकेको रहेछ है। पहिले पितृको बत्ती बालेर बल्ल आफ्नो घरको बत्ती बाल्दो रहेछन् है। के नयाँ कुराहरू सिक्न पाइरहेको छु, हजुर भने सिक्नुहोस् है। अब यो पितृको बत्ती बलिसकेपछि चाहिँ यो ठुलमम्मीको बत्ती सुरु भएको छ है। 3 लाख बत्ती है, 300 बत्ती, 300 सकेपछि 500 बत्ती, यसरी चाहिँ ठुलमम्मीको बत्ती बलिरहेको छ। ठुलमम्मी पछाडि भाउजूको बत्ती बलिरहेको छ है। भाउजू पछाडि फेरि माइला भाउजूहरूको सबैजनाको है बत्तीहरू बलिरहेको छ है। सबैजना सेफ हुनुहोला, बत्तीहरू घुमाउनुहोस्, इन्जोय गर्नुहोस् है। दिदी पनि आइसक्नुभयो, ठुलमम्मी पनि आइसक्नुभयो, म पनि आउँछु है केही छैन, स्टे ट्युन है, हेर्दै जानुहोस् है। सबैको पालो आइसक्यो, मेरो पालो नआउने त कुरै भएन है। म पनि एकछिन भिडियो क्लिप गराएपछि चाहिँ म पनि एकछिन अलि बत्ती घुमाउन जान्छु है। जानै पर्यो होइन, पूजाआजातिर पनि थाहा हो, धर्मकर्म त गर्नु पर्यो है। किप वाचिङ है, सबैजना हेरेर इन्जोय गर्नुहोस्, टाढाबाट भयो पनि हेर्नुहोस् ल। बत्ती बाल्दै नाच्दै गाउँदै अगाडि बढ्दै कति रमाइलो भइरहेको छ, देख्नुभयो नि सबैजना। यही त हो नि है, गाउँघरमा हुने रमाइलो भनेको यही त हो, आफ्नो देश आफ्नोपन भनेको। म पनि बत्ती घुमाउन आइसकेँ है, हेर्नुहोस् है, यो चाहिँ म हो है, बत्ती घुमाइरहेको छु है। सबैको पालो आउने, मेरो पालो नआउने त हुँदैन, साइडमा नाचिराख्नु भएको छ मेरो दाइको भइरहेको छ है। यसरी नै बत्ती बाल्ने कार्यक्रम अगाडि बढिरहेको छ। अब चाहिँ भाउजूको बत्ती बलिरहेको छ है। ठुलमम्मीको बत्ती बलिसक्यो, 300 500 भाउजूको बत्ती बलिरहेको छ। ठुलो भाउजू पछाडि माइला भाउजूको बत्ती बल्ने छ। यसरी बत्ती बल्ने कार्यक्रम चाहिँ अगाडि बढिरहेको छ। सबैजनाहरू हेर्नुहोस्, इन्जोय गर्नुहोस्, रमाउनुहोस्। बत्तीको लागि सबजना साइडमा बसिराख्नु भएको छ है। मेरो पालो आउँछ कि मेरो पालो आउँछ कि भनेर है। सबैको पालो आइहाल्छ है। बत्ती मागिराख्नु भएको छ, ल उहाँले चाहिँ बत्ती दिनुभयो। अब यसरी नै सबैले आफ्नो साइडमा भएकोलाई पालो दिनु पर्यो है। पालो दिनु पर्यो, उहाँहरू पनि आफ्नो इच्छा हुन्छ नि त बत्ती घुमाउने, उहाँहरू पनि घुमाउनु पाउनु पर्यो है। ल हेर्नुहोस् सबैजना इन्जोय गर्नुहोस्, म पनि इन्जोय गरिरहेको छु।
भजनमा सबैजना नाच्दै बत्ती गाउँ बाल्दै रमाउँदै है आरती गर्दै देखिराख्नु भएको छ नि बत्ती बलिसक्दा एकदम रात परिसक्यो है धेरै कति 5 बजेदेखि बत्ती बलेको हो अहिले 7 बज्न लागिसक्यो त्यही पनि बत्ती बलिसकेको छैन जति बेलुका भयो उति रमाइलो हुन्छ है देख्नुभयो नि सबैजना नाच्दै रमाउँदै बत्ती बाल्दै गरिराख्नु भएको छ हजुर पनि हेरेर इन्जोय गर्नुहोस् यता साइडतिर चाहिँ बत्ती राख्ने ठाउँ है बच्चाहरू चाहिँ बत्तीमा राखेको पैसाहरू खोज्न आतुरो छन् है यसरी बत्ती बलिसक्यो र हामी भोलितिर खोलामा गएर विसर्जन गर्ने कार्यक्रम थियो है विसर्जन गर्ने कार्यक्रम फुलपाती सेलाउने कार्यक्रममा चाहिँ हामी बबाई नदीमा आइसकेको छौँ एकातिर साइडमा पूजाआजा भइरहेको छ है के गर्नुपर्छ पुजारी बुवाले भनिराख्नु भएको छ साइडतिर पूजा गरिराख्नु भएको छ भने अर्कोतिर बच्चाहरू पानीमा इन्जोय गरिरहेको छन् है आफ्नो स्थिति हुने बच्चाहरूमा हामीले पनि पानी देखे एकदम रमाइलो लाग्थ्यो है यहाँ चाहिँ धुपबत्तीहरू बालेर पूजा गरिराख्नु भएको छ सबैजनाले है सायद गङ्गालाई पूजा गर्नुपर्छ होला है यति धेरै मलाई पनि नलेज भएन हजुरहरूलाई थाहा होला है थाहा पाएकोले कमेन्ट गर्नुहोस् है किन बाल्छन् के को लागि गर्छन् भनेर यस्तो है त्यसरी अब सबैजनाले बत्तीहरू बालिसक्नु र अब खोलामा चाहिँ बत्तीहरू विसर्जन गरिसक्नु बढ्नु जाँदै हुनुहुन्छ देख्नुभयो नि गङ्गाजीलाई बत्ती खोलामा विसर्जन गर्दै है ठुलमम्मीहरू दाइहरू सबैजना जानुभएको छ म चाहिँ साइडबाट भिडियोहरू क्लिप गरेर आएको छु बत्ती विसर्जन गर्दै है देख्नु बाबुलाई चाहिँ छुट्टै रमाइलो छ कपडा भिजाइ पानीमा उसलाई अझै पुगिरहेको छैन पानीमा खेल्ने इन्जोय गरिरहेछ ए दाइले हेर्दा भनेर माछा उठाएर अझै ऊ चाहिँ पानी खेल्न नपाएर यस्तो छ बच्चाहरू भनेपछि पानी भनेपछि हुरुक्क भइहाल्छन् कि अर्को बच्चा पनि पानी हुरुक्क भइरहेछ है अब चाहिँ खोला वार्की पार गर्ने कार्यक्रम भइरहेको छ ठुलाले चाहिँ ठुले आमालाई खोला वार्की पार गर्दै हुनुहुन्छ है हेरेर इन्जोय गर्नुहोस् हजुरहरू पनि है अब चाहिँ फुलपाती विसर्जन गर्ने कार्यक्रम भइरहेको छ देख्नु भएको छ नि फुलपाती बगाइराख्नु भएको छ सबैजनाले फुलपाती मैले पनि बगाइसकेँ है तर मेरो क्लिप चाहिँ मैले लिन पाइनँ है के भएन अरूको क्लिप चाहिँ मैले लिइरहेको सबैजना फुलपाती विसर्जन गरिसक्नुभयो अब त्यस पछाडि ठुलमम्मीले वार्की पार पारिसकेपछि माइल दाइले पनि ठुलमम्मीलाई वार्की पार पार्दै हुनुहुन्छ यसरी देख्नुभयो नि वार्की पार पर्नु पर्दो रहेछ है यसको छुट्टै महत्त्व छ होला है मलाई पनि त्यति धेरै नलेज भएन किन गराउनु पर्छ यस्तो भनेर है भाउजू चाहिँ लुट्नुहुन्छ के भनेर पछि गइराख्नु भएको छ ठुलै पछाडि अब दाइ भाउजूले गराइसकेपछि बुहारीहरूले पनि वार्की पार गर्नु पर्दो रहेछ सासूलाई बुहारीहरूले पनि अहिले वार्की पार गर्नुहुन्छ हजुर पनि हेर्नुहोस् है त्यस पछाडि नातिहरूले पनि खोला वार्की पार गर्नु पर्दो रहेछ सबैजनाले आफ्नो कर्तव्य निभाइसक्नु भएको छ देख्नुहोस् फेरि भाउजूहरू लगिराख्नु भएको छ बाबुहरू खोलामा इन्जोय गरिरहेको छन् है यसरी चाहिँ हाम्रो लच्छेबत्ती सप्ताहको वर्तमानको सबैको विसर्जन कार्यक्रम भइरहेको छ है देख्नु पनि हो यसरी नै सम्पन्न हाम्रो 7 दिनको लच्छेबत्ती कार्यक्रम सम्पन्न भइसकेको छ है उहाँहरूले आफ्नो कार्यहरू गरिराख्नु भएको छ म चाहिँ भिडियोहरू क्लिप गराएर बसिरहेको छु है हजुरहरू पनि हेरेर इन्जोय गर्नुहोस् यसरी हाम्रो कार्यक्रम अगाडि बढ्दै अब अन्त्यतिर आइसकेको छ है भाउजूहरूभन्दा अगाडि ठुलमम्मी अगाडि बढिरहेको छ साइडबाट सबैले खिचाइरहेको नै बुहारीभन्दा सासू झन् तगेर आउनुहुन्छ भनेर ठुलमम्मी हाँसिराख्नु भएको छ है अब चाहिँ म मेरो पिकहरू क्लिक गरेँ है लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैजनाले थ्याङ्क्स फर वाचिङ माई भिडियो नेक्स्ट टाइम